प्रश्न नम्बर 1, छोरा जन्मेपछि बन्दुक पड्काएर खुसियाली मनाउने जाति कुन हो? यसको सही उत्तर हो लिम्बू। प्रश्न नम्बर 2, गुन्द्रुक बनाउँदा सबैभन्दा बढी कुन सागको प्रयोग गरिन्छ? यसको सही उत्तर हो रायोको साग। प्रश्न नम्बर 3, ढुङ्ग्री र बुलाकी महिलाले शरीरको कुन अङ्गमा लगाउने गर्छन्? यसको सही उत्तर हो नाकमा। प्रश्न नम्बर 4, छुर्पी बनाउनको लागि कुन जनावरको दूध सबैभन्दा उत्तम मानिन्छ? यसको सही उत्तर चौरी। प्रश्न नम्बर 5, हिन्दू परम्परा अनुसार बच्चा जन्मेको कति दिनमा न्वारान गर्ने चलन छ? यसको सही उत्तर 11 दिनमा। प्रश्न नम्बर 6, सुदूरपश्चिमको प्रसिद्ध नाच कुन हो? यसको सही उत्तर हो देउडा नाच। प्रश्न नम्बर 7, थकाली खानामा विशेष गरी प्रयोग गरिने कालो दाललाई के भनिन्छ? यसको सही उत्तर हो मुस्ताङ्गी दाल। प्रश्न नम्बर 8, तमाङ महिलाहरूले लगाउने विशेष पहिरनलाई के भनिन्छ? यसको सही उत्तर हो लुङ्गी। प्रश्न नम्बर 9, गाउँ खाने कथा कुन संस्कृतिमा बढी प्रचलित छ? यसको सही उत्तर हो नेपाली लोक संस्कृति। प्रश्न नम्बर 10, नेपालको राष्ट्रिय खाना कोदोको ढिँडो र खसीको मासु हो, सही या गलत? यसको सही उत्तर हो गलत। प्रश्न नम्बर 11, मगर समुदायमा पाहुनालाई स्वागत गर्दा गरिने नाच कुन हो? यसको सही उत्तर हो कौरा नाच। प्रश्न नम्बर 12, नेपालको मौलिक परिकार सेलरोटी बनाउन कुन अन्नको पिठो प्रयोग गरिन्छ? यसको सही उत्तर हो चामल। प्रश्न नम्बर 13, थारू महिलाले हात वा गोडामा बनाउने चित्रलाई के भनिन्छ? यसको सही उत्तर हो गोदनी। प्रश्न नम्बर 14, खैँजडी भजन कुन समुदायमा बढी प्रचलित छ? यसको सही उत्तर क्षेत्री र बाहुन। प्रश्न नम्बर 15, नेपालमा मनाइने महान चाड दशैँपछि दोस्रो मुख्य चाड कुन हो? तपाईहरूका लागि 4 वटा अप्सन राखिएको छ, होली, तिहार, तीज र जनै पूर्णिमा। सही उत्तर थाहा छ भने कमेन्टमा लेख्नुहोला।